चल गए गंगिया डुबकी लगावे, गंगा के पानी में नहीं जेबो हम तो हर साल। कोसी कमला दामी ठाउँ हो यतातिर। दामी छ नि। यो बनाउन हनुमाननगर कंकाली नगरपालिका वडा नम्बर 1 भारदा अवस्थित हामी कोसी ब्यारेजको गोलघर भन्ने ठाउँमा छु। यहाँ चराहरूको राजधानी हो र अर्को चाहिँ वर्ल्ड वाटर लभिङ बुफालो जसलाई अर्नाले प्रसिद्ध क्षेत्र भन्छ त्यो क्षेत्रमा छौँ हामी। वेटल्यान्डमा छौँ हामी, सिमसारमा छौँ हामी चाहिँ कोसी टपु वनजन्तु आरक्षको मुख्यमा छौँ। यहाँ चाहिँ धेरै किसिमको चराहरू पाउँछ। यहाँ चाहिँ कछुवाको विभिन्न किसिमको प्रजातिहरू पाउँछ। लगायत चाहिँ यहाँ मगरगोही, डल्फिन जसलाई हामी सोच भन्छौँ त्यो 22 मिनटमा एकचोटि चाहिँ सास लिन्छ र यो चाहिँ नेपालको या विश्वकै लोप एन्टिलोप मध्येमा एक हो र यहाँ चाहिँ विभिन्न किसिमको वर्ल्डको विभिन्न देश र विदेशमा बसोबास गर्ने जति छ नि नागरिकहरू, सबै नागरिकहरूले यो क्षेत्र चाहिँ एकचोटि अवलोकन गर्नुपर्ने नै क्षेत्र हो। यो क्षेत्रलाई चाहिँ अगाडि बढाउनको लागि यहाँको स्थानीय निकाय, प्रदेश सरकार र सङ्घीय सरकार सबैजना मिलेर हातोमेलो गरेर हिमाल पहाड तराई कोही छैन पराई भन्ने उद्देश्यले यो क्षेत्रलाई पर्यावरण र हराभरा र टुरिज्मलाई भित्र्याउने क्षेत्र हो। यो क्षेत्रलाई अगाडि बढाउनको लागि हामी सबैको हातोमेलोको आवश्यक छ। सबैको साथ, सबको विकास एउटा सङ्कल्प लिएर हामी नेपालको